आज छुट्टीको दिन ग्लोबल भिलेजतिर लागियो एक्लै अनि हल्का गाडी कुर्दै थिएँ। गाडी पनि अब आयो, अब गाडी चढेपछि कार ट्याप त गर्नु परिहाल्यो। उफ, अनि यो दुबईको ट्राफिक जाम, जहिले ट्राफिकमा फसेरै दिन जान्छ। अब के गर्नु, त्यही पनि लागियो। भर्खर 5 बजिरहेको छ। अब लास्ट डाइरेक्ट सिधै ग्लोबल भिलेजतिर लागियो। जाँदैछु बिचमा अलिअलि त सुत्नु परिहाल्यो भनेर एकछिन सुतियो होइन। अनि त्यसपछि ल अब सिधै आयो पाकिस्तान। भित्र छिरेको पनि भिडियोहरू त खिच्नै पाएन, घरि के गर्दाखेरि होइन। अनि त्यही भएर अब सबको नेपालीको नजरमा पाकिस्तानी त आइहाल्छ नि होइन। अनि त्यसपछि जाँदैछु हिँड्दैछु। अब एक्लै हिँड्न त गाह्रो हुन्छ होइन, हिँड्दैछु। त्यही पनि त्यसपछि तपाईँलाई देखाउँदैछु यो होइन। अब भित्र जाने त मसँग टाइम पनि छैन। अब भित्र गएको त म खिच्दिनँ पनि होइन, कहिले काहीँ के हुन्छ। त्यही भएर बाहिरहरूको खिच्दैछु। अनि त्यसपछि ठ्याक्क टाइमिङमा पनि फायरवर्क्स भइहाल्यो होइन। रमाइलो भयो, म्युजिक प्लस लाइटहरू होइन, रमाइलो भयो। अनि त्यसपछि हेर्दैछु अझै पनि। अनि नेक्स्ट अर्को कन्ट्री जान्छु म, श्रीलङ्का आयो। अनि हल्का बाहिर बिचरा एक्लै बसिरहेको छु टुरो पारामा होइन। माया पनि लाग्यो, फोटो खिच्दैन त भनेर पनि खिचिदिएँ। अनि हल्का कलरफुल लाइट अनि त्यसपछि डाइरेक्ट गएँ अमेरिकामा। अनि यस्तरी हल्का स्लो मोसनमा भिडियो हान्दियो। त्यसको अपोजिटपट्टि कोरिया रहेछ, कोरियाको नि फोटो हान्दिउँ त भने फेरि थाइल्यान्ड आयो होइन। अनि फेरि थाइल्यान्डको पनि खिच्नु त परिहाल्यो होइन, छोड्नु त भएन। अनि त्यसपछि हल्का फ्रेस हुनलाई म डान्सहरू हेर्न थालेँ होइन। यो चाहिँ दुबईको यसो लोकल डान्स हेर्दै थिएँ होइन। अब बुझ्न त बुझिँदैन, त्यही पनि म्युजिकलाई फिल गर्दै इन्जोय गरेँ एक्लै होइन। गीत नबुझे पनि म्युजिक फिल गरेँ। अनि त्यसपछि डान्स हेरेँ। अनि त्यसपछि फेरि यहाँ ब्युटिफुल लेडीले यस्तो दामी बजायो कि है, म त मक्ख परेर है। त्यसैमाथि राम्री, अनि ड्रेस पनि त्यस्तै राम्रो होइन। मान्छे पनि साइनिङ, ड्रेस पनि साइनिङ। ओहो, त्यो म्युजिक त झन् वाउ होइन। त्यही भएर अनि फेरि अब हल्का त लिनु परिहाल्यो भनेर होइन बसिरहेको थिएँ। बोर पनि भइरहेको थियो हल्का, तर म्युजिकहरूले गर्दा हल्का फ्रेस भएँ। अनि त्यसपछि फेरि अब म जान्छु यो छोडेर है। अनि नेक्स्ट कहाँ जान्छु भने म कन्फ्युज छु। चाइना गएँ म। चाइना जाँदाखेरि यहाँ ब्युटिफुल डान्स प्लस ब्युटिफुल लेडिजहरू डान्स गरिरहेको बेलामा होइन हल्का भिडियो पनि लिँदै होइन। अब क्याप्चर त गर्नु परिहाल्यो होइन, एक्लै हुँदाको फाइदा त लिनु परिहाल्यो भनेर राम्रीहरू राम्रो डान्सहरू नबुझे पनि त्यही त हो नि, म्युजिकलाई रमाइलो गर्ने होइन। गीत त बुझेन मैले, तर डान्स प्लस म्युजिक चाहिँ इन्जोय गरेँ। अनि फेरि त्यसपछि एकछिन त हेर्दै बसिहाल्यो। छोड्नु मन त थिएन, बसेर हेरौँ जस्तो लाग्थ्यो। अनि घर पनि फर्किनु त पर्छ नि मलाई होइन। अनि त्यसपछि हेर्दै थिएँ झनपछि झन् राम्रो हुँदै थियो। हेरेर बसिरहेँ, के गर्नु बिचरा म होइन। अब फाइनली यो डान्स पनि छोड्नुपर्छ, बाध्यताले भए पनि। अनि नेक्स्ट लाग्नु पर्यो अर्को कन्ट्रीमा। रियलमा कन्ट्री घुम्न नपाए पनि जस्ट ग्लोबल भिलेज आएर चाहिँ यो कन्ट्रीहरू चाहिँ घुमेको छु है त। अनि त्यसपछि आयो चाइना त भित्र छिरिसक्यो, बाहिरबाट लिउँ भनेर फेरि यहाँ। अनि त्यसपछि ल बाँकीको कन्ट्रीहरूको यो फोटोहरू लिएँ डाइरेक्टली सर्ट गरेर। अनि त्यसपछि भित्र गएको चाहिँ लिएन, जस्ट बाहिरबाट चाहिँ सर्ट हानिदिएँ होइन, त्यही हो। अनि त्यसपछि हल्का फुर्सदमा चाहिँ स्लो मोसनमा भिडियो पनि हानिदिएँ। ल हेर्नु न त तपाईँहरूले भनेर होइन। अनि अब दुबईमा बस्नेहरू त सबैजना जानुभएको छ नि त। अनि त्यसपछि नगएकोहरूलाई चाहिँ देखाइदिएको है त। अनि अब हल्का भोक त लाग्न लागिसक्यो, के खाने होला भनेर सोच्दै थिएँ होइन। कन्फ्युज थियो, खानामा नि कन्फ्युज त हुन्छ नि होइन। मोमो चाउमिन बाहेक के आउँछ र दिमागमा, त्यही पनि ल खाइदिउँ न त भनेर ल हल्का खान लायो। खुट्टा दुखेर यस्तो भयो है, जुत्तै खोलेर बसेको हिँड्दा ल मेरो खानेकुरा आयो नि त है। एक्लै ल्याउन कति धेरै खानेकुरा खानै सकेन म त। ल अब लास्ट घर जाने बेला आयो। कलरफुल एन्ड वन्डरफुल ग्लोबल भिलेजको
तपाईहरूलाई